ल गुड मर्निङ गाइज हैन दुईटा टेल देखियो गुड मर्निङ केटा गुड मर्निङ हिजोको बसाइ रमाइलो भयो राम्रो भयो ब्रेकफास्ट गर्दा आयो होइन गोप्रोले काम गर्यो अहिले यहीँ छ कि यहीँ बस्नु ल ल ल साथी ल अरू भने त्यस्तै हो अब हाम्रो गोप्रोले पनि काम गरेन अब ड्राइभर आउँदैछ के भङ्गा ड्राइभरलाई हामी कुर्दैछौँ हाम्रो अब हामी चाहिँ अब भेट्ने सबैजना भङ्गै भङ्गा हो अब हामी जाने मार्दी हिमाल जाँदैछौँ हिमाल चढ्नलाई त्यसपछि आएर अब एउटा साथी एकजना दाई हुनुहुन्छ राजु सर राजु दाई राजु भङ्गा उहाँलाई भेट्छौँ अनि त्यसपछि हामी सिधै उता भेट्छौँ है त ल चिया खाँदैछौँ हामी गाडी कुर्दैछौँ गाडी त कुरे मात्रै हुने भयो होला के हो त आउँछ भङ्गाहरूलाई भङ्गै बनाइदियो आज पुरै कति भयो भर्खरै हामी भेटेकै बल्ल 10 मिनट त हुन लागेको छ बढी भयो ल त्यहाँ खाँदैछु गाडी वेटिङ गर्दैछौँ कतिखेर आउने हो थाहा छैन जस एक्साइटेड हुँदैछु वेदर यतिको त त्यहाँ कहाँ पाउनु हिउँ पर्ने होला फुसफुस हेर्दैछौँ के साथी दाई एकजना गुरिरहेछ सतुङ्गलमा त्यहाँ हामी भङ्गा दाई हेर्नुपर्छ हामी त्यो दाईलाई भेट्छौँ सतुङ्गलमा लिएर त्यसपछि अर्को भिडियो लिएर आउँदै गर्छौँ अब त हाम्रो गाडी पनि आयो अरे अलिकति ब्रेकफास्ट गर्छौँ ब्रेकफास्ट गर्छौँ अनि गाडीमा सुत्दै जान्छौँ अब त्यही हो नि र टाइम छैन अब हामी पक्का खान्छौँ भने जान्छौँ फाइनली हामी गाडी पनि चढ्यौँ सौरभ प्याकिङ गर्दैछ त्यहाँ बस रेडी गर्दैछौँ दुःख पाएँ नि हामी त्यतिकै यार कारखाना चौक अगाडि रोकौँ भनेको झन् यहाँ आएर यार बाफलमा रोकिदिएर दुःख पाएँ फेरि ट्याक्सी चढी यतासम्म आयो उता अब फेरि राजालाई लिन जानुपर्छ त्यसपछि है त हामी चाहिँ अहिले एक खाना आइपुग्यो यतै जाँदाखेरि खाना खाने ठाउँमा आइपुग्यो यस्तो झ्याउ ठाउँमा रोकिदिएर यार मुङ्लिन जस्तो ठाउँमा रोक्नु छोडेर यार यस्तो ठाउँमा ल्याएर कहाँ खाना के यस्तो बोर गरिदियो कि यस्तो नराम्रो ठाउँमा ल्याएर खाना खानु रोक्थ्यो त्यही त मुङ्गिनमै रोक्यो भए एउटा आनन्द हुन्थ्यो के ठाउँमा रोक्थ्यो हेर्नु न त गलत ठाउँमा खाना आएको परिणाम यस्तै यही मिठो पनि लागेन ल अहिले चाहिँ हामी उमा आइपुग्यो कुन ठाउँ रे के अरे अस्ट्रेलियन काँडेमा आइपुग्यो अब यहाँबाट हामी हिँड्छौँ अनि यो अस्ट्रेलियन क्याम्प भन्ने ठाउँमा जान्छौँ मलाई चाहिँ पाउँदै सुरु गऱ्यौँ ल हामी चाहिँ अहिले अस्ट्रेलियन क्याम्प आइपुग्यौँ एकदम रमाइलो ठाउँ रहेछ है अस्ट्रेलियन क्याम्प यहाँ दसैँको पिङसिङ राखिदिएर यहाँ पुरै तिहार लगाए जस्तो भयो रमाइलो छ जस अब यहाँदेखि अब हामी सिधै पठानासम्मको ट्रेक बाँकी छ अब अझै 45 देखि 50 मिनटभित्रमा पुगिन्छ भन्ने हल्ला छ यार अब हेरौँ के हुन्छ
खच्चडहरू माछा पुछ्री हिमाल माथि ढाक्दैछ बादलले। अब त्यहाँ जान्छौँ हामी। माथि गइसकेपछि त्यहाँको भिडियो बनाउँदैछौँ अहिलेलाई। अब बिहान उठेर हामी ब्रेकफास्ट गरेर अब हिँड्नु लागेको। अब हामी हिँड्छौँ यहाँबाट पनि है त। चाहिँ हाम्रो ब्रेकफास्ट मुस्ताङ आलुसँग राको चुस्कीमा मजा आयो। अब एकछिनमा हामी पर भएको हिमाल हेर्नु जाँदैछौँ पछि। ल गाइज अब यहाँबाट पनि हामी हिँड्यौँ। अब पोथामाबाट हामी अब जाँदैछौँ कहाँ रे दाइ? देउराली भने धेरै माथि छ। अब करिब 8-10 घन्टाको बाटो होला। 8-10 घन्टापछि हामी त्यहाँ पुग्छौँ। अनि आज नाइट पनि त्यहीँ बस्ने होइन दाइ? नाइटको अब जहाँ हेर्दै जाउँ कहाँ पुगसम्म पुगिन्छ। नाइटको फिक्स छैन है, तर बसिन्छ जस्तो। यस्तो पालि सकिँदैन, यस्तो ठाडो उकालो छ। नाइट त बस्नु पर्यो, कहाँ बस्नु चाहिँ थाहा छैन कि। भुषाल सर आउनुहोस्। जस माथि जाँदाखेरि चाहिँ हिमाल छर्लङ देख्न पायो भने त भाग्यमानी हो। त्यहाँ अब ऊ बाधा लाग्न थालिसक्यो अनि। ल अब हामी सर्लकको क्यामेरा माथि गर्दाखेरि हिमाल देखियो केटा हो। अझै यहाँ हुसो लगाएर हो, यहाँ नदेख्यो, नत्र त छर्लङै देख्यो है। हामीले यहाँ चाहिँ हिमाल मजाले देख्यौँ। कुन प्रितम देउराली सायद यही हुनसक्छ है गाइज। अघि पनि हामीले फर्स्टको त्यो ढुङ्गा चाङ पारेर राखेको त्यो चाहिँ होइन जस्तो लाग्छ। अघि गलत बोल्यो होला, सरी त्यसो। अनि त्यसपछि माथि आएर ल हामीले हिमाल देख्ने मौका पायौँ। यहाँ आएर अझ माथि 7-8 घन्टा 10 घन्टा कति हुन्छ हिँड्नुपर्ने हुन्छ। अनि त्यसपछि लो क्याम्पपछि फेरि हाई क्याम्प भएर हिमाल हेर्नेछौँ। रमाइलो भइरहेको छ अहिले चाहिँ। जहाँसम्म लाग्छ प्रितम देउराली यही हो। मजा आयो। प्रितम देउरालीमा बसेर एकछिन फोटोसोटो खिच्यौँ। सौरभ गइसक्यो अगाडि त। हिमाल कहाँ हो? हिमाल कुद्नु यतातिर रहेछ, अहिले राम्रोसँग देख्दैन। अब मारुति फरेस्ट क्याम्प गएको। यसो हेर त, ल यहाँनिर बाघ देखिरहेको। ल यार यत्रो आउलै जस्तो के छेउछेउमै बनाइदियो यार मलाई। पख तँलाई पख काठमाडौँ जाने बेला ठिक भएको तँलाई। यो जुन कि के हो यो? सौरभ सूर्य हो कि जुन हो यो? हामी यहाँ माथि आइसक्यो। यहाँको सब कहाँ जानुभयो हो केही देखाएको छैन। डाइरेक्ट बजाउनुतिर लागेको छ। दिदी हामी त आएर यत्तिकै गिटार बजायो, नरिसाउनु है। यहाँ बजेको तपाईँहरू भेटेन, आउनुभयो दिदी। आधी घन्टा कम बाटो अलिक पर्छ भन्थ्यो।
यो तलको बाटो सडक हो नि है? कोठा परको सुटिङ बाटो त ए पर चाहिँ उता गयो भने उति गोठ पुग्छ है अनि त्यहाँबाट उकालो गयो भने सूर्य डाँडा पनि पुग्छ ए त्यसको लागि गर्दै सूर्य还是它是白色。So now I was telling them that now I know what you all meant by Nepal 的不是 elevation 的是背板。就我觉得什么流浪汉。माछा पुछ्रे यो फिस्टियल माउन्टेन ल लभली डाँडाबाट चाहिँ हामी फर्केर अब चाहिँ फरेस्ट क्याम्प त पुग्दैन होला अब रेस्ट क्याम्पमा गएर हामी बास बस्छौँ हो र एकदम मिस इन्फर्मेसन दिने के भयो के हो अरे फरेस्ट क्याम्प पछि रेस्ट क्याम्प हो ए हो र हेत्तेरिका कति ढाड्नु आएर ल फरेस्ट क्याम्प पुगिसकेपछि रेस्ट क्याम्पमा गएर बस्छौँ लातको लात हान्ला यार हामी भ्लगर पनि होइन हाम्रो त उको लागि मात्रै मेमोरीको लागि मात्रै राख्ने हो हाई हाई मजा आयो अब हामी एकैचोटि फरेस्ट क्याम्प पुगिसकेपछि फेरि आउँछौँ है त हाम्रो कसरी आयो ठाडो उकालो उक्लेर बल्लसम्मबाट आयो वे टु फरेस्ट क्याम्प यताबाट रहेछ फरेस्ट क्याम्प ओहो चियर त खतरा रहेछ त्यही नेचुरल चियर हजुर खाना हामीले खाइसक्यो दाइ हजुर होइन आज खाना नखाइकन चढ्ने भन्ने विचार गरेँ क्या दाइ हजुर त्यो तलै खाएर आयो अलिअलि लाइट खै साथीहरूले के भन्छन् ल यतैतिर बसेर चौचो खाइदिउँ हामीले गतिलो घर पनि भेटाएको छौँ यहाँ मजाको घर छ यहाँ यिनीहरू पनि यहाँ खाना खान्न रहेछ के यतैतिर बसिनु नि त सौरभ उहाँ यहीँ सौरभ यहाँ घरमा त यी ताप्के रहेछ गिलास रहेछ पुगेन भने यहाँ ताप्के पनि छ है यहाँ अब चाहिँ हामी लगभग फरेस्ट क्याम्पको नजिक आउनु लागेको छ ब्याग यहाँ बिसायौँ अनि अब चाहिँ करेन्ट नुडल्स हामी स्पिडबाट बाल्छौँ नयाँ तरिकाले होइन पकाएर खान्छौँ राख्दै यहीँ बसौँ है यहीँ पकाउँ करेन्ट नुडल्स अब हाम्रो सौरभ ड्युटी कसरी बनाउँछ आज हेरौँ रमिता भङ्गा ट्रेकमा हामीले खाइरहेको छ चौचो नुडल्स करेन्ट नुडल्स चाहिँ हो यसो गऱ्यो भने त तिनटै अट्छ जस्तो छ र अट्दैन अट्छ पानीको त कति छ अलि सुप खाने भने त चम्चा कि 2 लोड गर्ने हो त 2 लोड गरिदिउँ ल ल ल देऊ त चम्चाले त यसो सुप हाल्नुहोस् आफूले सेल्फ यसरी गर्दा पनि कति रमाइलो हुँदो रहेछ कति मजा आउँदो रहेछ ल हुस्सो यतातिर हुस्सो लगाएर फेरि यतातिर तुहानो आउँदैछ जाडो छ
ब्ला त सबै पोखिरहेर के फेरि के मलाई है ल धन्यवाद वाउ तातो तातो खाइ है बब्बा भएछ स्पाइसी अर्को बसाली हाल ल सोरोको सुगर प्रेसर केही छैन भन्ने हान्दिउँ न तात्तातै अनि पो मजा आउँछ गाइज अब हामी यहाँबाट पनि जाँदैछौँ है खायो पियो मजाले यो प्याक अब हामी यो सरसफाइ गरेर सबै जान्छौँ किनभने यो वन नेपालको त हाम्रो आफ्नै हो सबै क्लिन गरौँ न यो अब हामी सबै डस्टबिनमा लगेर फालिदिउँ न अनि यहाँबाट फेरि यात्रा सुरु कचौरा बिर्सेल है तातो पनि होला है छ हो है ल हिँड्यो अब यहाँबाट पनि हामी अब करेन्ट नुडल्स खाएर अलिकति ताकत बढायौँ ल यो ठाउँ हामीले पुरै सफा गरिसकेका छौँ है ल बाई बाई भन्दै हामी हिँड्यौँ अब फरेस्ट क्याम्पतर्फ फाइनली अब चाहिँ हामी रेस्ट क्याम्पमा आइपुग्यौँ आज चाहिँ रेस्ट क्याम्पमै बस्छौँ र उसो लाएर केही छैन हेट केही देख्दैन कि ल आयो कता हो माथि हो कि तल हो माथि हो अघि कल गरेको दाइ तपाईँलाई हो हजुर हजुर हो ल यो रहेछ होटल रेस्ट क्याम्प होटल रेस्ट क्याम्प आइपुग्यो उसो लाएर तुवालो लाएर केही नदेखिने यार खतरै छ अनि बिहान चाहिँ देखिन्छ त यहाँबाट सबै भ्यू खुल्छ कि खोल्दैन बिहान हामी आएपछि फेरि नखुल्दा पनि ल अब फेरि पनि रेस्ट क्याम्पलाई बाई बाई गर्दै हामी माछापुच्छ्रे हिमाल जाने नमर्को गर्दैछौँ यहाँबाट हिँड्दैछौँ अब यहाँबाट हिँडेपछि त्यसपछि अब हामी लो क्याम्प जान्छौँ लो क्याम्प पुगेपछि फेरि माथि हाई क्याम्प बस्छौँ त्यसपछि के हुन्छ देखा जाएगा हिँड्दा हिँड्दै अलिकति थाकेको भएर चाहिँ अब हाम्रो चाहिँ चिया खाएर जाने प्लानिङ भयो चिया खाने प्लानिङ भयो चिया खाने अनि फेरि खच्चर जस्तो कुद्ने मिस्टर सौरभ चियाको लागि रेडी गर्दैछ चुलो पसाल्दै अनि थर्मस पनि चिया राखेको छ नि चिया होइन पानी तताउने निकाल्ने राख्ने लिटर मात्रै धरि पुग्यो पुरै तताइदेऊ न 1 लिटर बाँकी चिया चिनी त अब निब्यो त के भयो
Once more. 5 more. कोई आ रहा है। हामीसँगै रेस क्याम्पमा बस्ने फरेनरहरू हुनुहुँदो रहेछ। जति हिँड्यो त्यति टाढा, जति हिँड्यो त्यति टाढा। बल्ल बल्ल अब हामी चाहिँ यहाँ लो क्याम्पनिर आइपुगेको छु। हुन्छ यो हिमाललाई भेटाउनु सकेन कि यसलाई अझै हिँड्नुपर्छ, कम हिँड्नुपर्छ। जामा लाउनेलाई भेटाउनु यति गाह्रो हो कि। क्रिस्टल माउन्टेन लो क्याम्प आइपुगिसक्यो लगभग माथि। त्यसपछि बादल डाँडा पछि हाई क्याम्प पछि बेस क्याम्प हुँदै त्यसपछि हाम्रो यात्रा समाप्त। होटलहरू राम्रो रहेछ अरे त। यही हो, अब यहाँबाट अलिकति माथि गएर हामी बेस क्याम्पमा बादल डाँडा हुने ठाउँमा त्यहाँ गएर खानासाना खान्छौँ अनि त्यसपछि उक्लिन्छौँ। हामी एकछिन यहाँ भारी बिसाउँछौँ। अहिले भाइ अझै यहाँ पुग्न अझै पनि लाग्छ होला 4-5 घन्टा। हेर्दा नजिक देखिन्छ त्यही पनि कोसिस जारी छ। यस्तो दामी ठाउँ, यस्तो बवाल प्लेस मोबाइलमा देखाएको जस्तो नहुने रहेछ। अब भिजिट गर्न नै आउनुपर्ने रहेछ। आँखा अगाडि नै हिमालको त्यो तस्बिरै टाँसिएको जस्तो देख्ने रहेछ क्या। ल हाइक गर्नेहरू प्रायः सबै यहाँनिर हिमाल चढ्नेहरूदेखि सबै फरेन कन्ट्रीबाट आएको मात्रै छ। हाम्रो नेपालीहरू त फाटाफुटो 1-2 जना भेट्छ। सब के भएको है, आफ्नो देश पनि चिन्दैन। यस्तो राम्रो ठाउँ छ, यस्तो राम्रो ऊ छ। त्यस्तो चिज मन पराउँदैन। खालि बाहिर जाने, विदेश जाने, बिचमा खेल्ने, थाइल्यान्ड घुम्ने घन्टा त दिमाग बुद्धि एक पैसाकै छैन नेपालीहरू। त्यस्तो हिमाल हेर त ल, फरेनहरू त्यहाँदेखि दुःख गरेर आइरहेको छ, कति खुसी छन्। हामीलाई त एउटा फरेनले अघि के भनेको भन्दाखेरि तपाईँहरू धेरै भाग्यमानी अरे, यस्तो हिमालको छेउछाउमा नेपाल जस्तो कन्ट्रीमा तपाईँहरू जन्मिनु भएको छ भनेर भन्दै हुनुहुन्थ्यो। ल हेर्नु न, भन्न पनि किन नभनोस् र। त्यसमा छानी यति मजाले भन्यो कि मनै छुने गरी भन्यो होइन त अघि दाइ। त्यो फरेनले क्या त तपाईँहरू लकी हो भने होइन त। अनि अब खाना खाँदैछौँ। खाना आइपुग्यो। दाल थ्याङ्क यू दाइ।
दाइ चिकनको झोल हालिदिन्छ कि हालिदिनु न हिँड्नु पर्छ उकालो हाम्रो पारा यस्तो थकाइ लागिरहेको छ कि हिँड्न चाहिँ एकदम गाह्रो हुँदो रहेछ तर हामी बिस्तारै कछुवाको तालमा हिँड्दैछौँ बाह्र बजी भिड छ यहाँ चढ्यो केटा चढ्यो Dawn paints gold on the mountain's crown, while rivers whisper truth as they flow down, and their songs entwine. सुनसान वातावरण एकदम राम्रो भ्यू यस्तो दामी बगैँचा हिमालको साथमा ओ यस खै यहाँको दाइ दिदी कोही हुन्न जिराट बजार यसरी बोलाइदिनु लामो यात्राको थकाइपछि हामी फेरि उकालोतिर लाग्यौँ र यात्राको रूपमा हामीलाई फरेस्ट क्याम्प जाने दुईवटा कुराले दोधार बनायो, रङ वे और राइट वे। यही कुरामा म्याप हेर्दै सजेस्ट दिँदै मिस्टर सौरभ। त्यहाँ के भने आज सौरभ? बादल आएर अनि यो मलाई एउटा कुरो चित्तमा बुझेको छ, यहाँ दुबईबाट यो दुबई कि त एउटाबाट गर्नुपर्छ होइन, यहाँ पनि सर्ट एन्ड इजी भनेको छ, यहाँ पनि सर्ट एन्ड इजी भनेको छ। अब दुइटै एउटै भयो, उकालो किन चढ्ने यता जाउँ। यहाँ पनि 1 आवर्स हो, त्यहाँ पनि 1 आवर्स हो, यहाँ ल लाग्दैन ल होस् अब
अब त्यो भ्यू स्यू त अब त्यहाँबाट सबै छै के देख्नु अब भगवान्लाई यहाँबाट दूरदर्शन अब हामी यहाँ रेस्ट गर्छौँ आनन्दले रेस्ट गरेर धेरै उकालो हिँड्यो ओह्रालो भेटिएन तैपनि थकाइ केही महसुस भएको छैन यस्तो राम्रो भ्यू छ होइन यस्तै यहाँनिर कान्द्रुक यो कान्द्रुक गाउँ त्यहाँ रहेछ यो कान्द्रुक नेपालमा के चाहिँ छैन रहेछ विदेश घुम्न जाने भन्छ केटाहरू के विदेश घुम्ने विदेश घन्टा पनि जानु पर्दैन यहीँ छ सब थोक ल के छैन नेपालमा थाइल्यान्ड साइल्यान्ड घुम्ने केटाहरू त बरु यार नेपालमा खनाउ न पैसा जहाँ यस्तो राम्रो भ्यू छ यस्तो राम्रो ठाउँ छ यस्तो ताजा हावा पानी यस्तै छ जिन्दगानी हामी हजुर बिचमै छ फेरि कन्ट्याङ भन्ने सुकुटी खानु परेन राँगाना सुकुटी खानु पर्यो बफ मोमो हो यो भने नि टुङ लगाडिदिएर कि फेरि के हो टुकुर पो रहेछ कालिज त यहीँबाट उर्र गएर कालिज लौरेल धपाउनु सर के चाहिँ यिनीहरू अब चाहिँ हामी यहाँ फरेस्ट क्याम्प आइपुग्यौँ ल बाटो यही हो कि माथिको अघि किन टाउको दुखिरहेको छ बाहिर जानु टाउको भने खान्छु भने बाहिर जाने होइन यहीँ भनिसकेको थियो मलाई तपाईँले मलाई त भनेको थिएन हो र टाउको देखाएको थियो भने हामीसँग थिएन नि त हामी औषधि खाने भनेर सोचेको त्यहाँ त्यो गेटमा सोधेको गेटमा सोधेको अनि मैले जस्तै औषधि खाने भनेर सोधेको थिएँ मैले हुँदै टाउको दुख्नु खाना खाएर हेरेर खाना खाएर पनि टाउको दुखिरहेको चाहिँ हातको म खाइदिन्छु म टाउको रियल हो तपाईँलाई साँच्चै के भयो अप्सन कमै भयो कुनै कुनै साँच्चै मेडिसिन चाहिँ हुने होइन तर मेडिसिन भयो भने त्यस्तो होइन कि कुनै कुनै चिजले फेरि मेडिसिन त मेडिसिन तर भित्र चाहिँ अर्को हामीले साइड इफेक्ट हामीले त हान्छ नि सौरा रेगुलरसँग हानिहाल्छ अहिलेको सिजनमा चाहिँ मलाई चाहिँ औषधि अरू हुने त्यस्तो हो 7 बजे हामी खाना खाएको छौँ मेरो भात चाहिँ के छ खानाहरू के ल्याउँ तपाईँहरूलाई खाना आजको लागि हेतुवाई हाम्रा पाहुना हुन्
र यी जोडीको साहस र बलिदानको लागि हामीले स्वागत गर्नुपर्छ। हिमालय झललल हिउँले मैचाङ राम्री जुले कम्मर भज्दा मन कस्तो दुई तोङ्बाको मात जस्तो छन् हाँसेर हेर्दिँदा को होला दङ्गमै जस्तो नचाना जन्मै चाङ हो नचाना बारुली कमर भाचुन्जल नचाना फनफनी घुमेर ओ मैचाङ नचाना यो चाहिँ घान्द्रुक गाउँ यो है। ख्याल गर्दा गर्दा हामी यहाँ यो हिमाल चाहिँ फेरि अर्को हिमाल यो अन्नपूर्ण हिमाल यो होइन। यो अन्नपूर्ण हिमाल। अब हामी चाहिँ यहाँ बादल डाँडा होइन, बादल डाँडा भन्ने ठाउँमा आइपुग्यौँ। ट्विन पिक गेस्ट हाउस बादल डाँडा। थाक्यो, बवाल नै थाक्यो। यहाँबाट पनि हिमाल अलि नजिकै देखिँदैछ है। यो अन्नपूर्ण हिमाल भयो। अनि यहाँबाट सर्लक्क यसो गरेपछि यो चाहिँ माछा पुछ्री भइहाल्यो होइन। फिस्टल त्यसपछि यहाँको कोही हिमाल थाहा भएन। बादल डाँडा आइपुगेका छौँ। बहुत मजा भइरहेको छ। एकजना भाइ पछाडि फरेनसँग गफ हान्दै हेर्नु भयो। बाबालाई भइरहेको छ जस रमाइलो छ। अनि गान्द्रुक बारामाथि कुरुङ डाँडाबाट तल झरेर लन्च खाएर तल चढ्दै चाहिँ तल चाहिँ यो झिनुको बाटो देखियो होइन। तल जाने उताबाट गएर बनठाती हुँदै उता पुनि तल कुरुङ खोला झरेर उता गान्द्रुक पनि जमिन्छ। माथि टाढा पानी नामहरू याद आउँदैछ मलाई बोल्दै। बनठाती टाढा पानी मैले त्यो टाढा पानीको बाटो त 2013 मा एकपल्ट मात्रै गएको पास गरेर अनि त्यताबाट आउनुभएको। पास गरेर तल तातो पानी गयो पानी पुनि हुँदै यता एबिसी गयो। देखिको गाउँ चाहिँ हो माथि जङ्गलभित्रको टाढा पानी। टाढा पानी चाहिँ हो। त्यहाँ तल खोइ त्यहाँको नामको विषय बनठाती तल बनठाती हो। म 13 मा एकपल्ट आएको। त्यहाँ खोला छ त्यो टाढा पानी है खोला अनि पर त्यो रातो जस्तो कि पर एउटा डिलमा निरज छ नि त्यसको अलिक परबाट ओह्रालो जस्तो छ। तर किम्लुङ खोला झरेर त्यहाँ लन्च माथि किम्लुङ डिलबाट त्यहाँ झरेर लन्च हुन्छ गान्द्रुकबाट आउँदा। बादल डाँडाको मेन ठाउँ मेन बवाल दृश्य देख्ने ठाउँ। हिमाल चुचुरे भाइको मन कस्तो बानी निष्ठुरे। कस्तो आनन्द फिल भइरहेछ। तिमीलाई म भुल्न सक्दिनँ जहाँ जाऊ तिम्रो याद आइरहन्छ। यो खोला यो नाला
बाटो चाहिँ एकदम गाह्रो रहेछ है। अलि हाइट मलाई चाहिँ अलिकति हाइटसँग हाइफोपिया छ है। छेउछेउबाट आएको है। यत्रो सानो बाटो छ, यहाँबाट त पुरै भिड हो है। एक मिस गेम फिनिस। त्यस्तो छ बाटो हेर्नुहोस्। ओ माई गड, असै डेन्जर बाटो। भिर भयो कि भिर, भिर भनेपछि डर लाग्छ। हाम्रो साथी सौरभ वहाँ पुगिसक्यो यार। हाई क्याम्प आइपुग्यो है। यहाँ होटल हाई क्याम्प। यो माछा पुछ्रे दाजु कता हो? जति आयो नि भेट्दैन, जति हिँड्यो यस्तो गाह्रो गरी हिँड्यो भेट्दैन। अब हाई क्याम्पमा एकछिन हामी रेस्ट गर्छौँ होला सायद। त्यसपछि फेरि अब बेस क्याम्पतिर लाग्छौँ फेरि, अथवा भ्यू पोइन्ट। हो त्यहाँनिर भ्यू पोइन्ट छ, उफ पर यो ठाउँमा भ्यू पोइन्ट छ। त्यहाँ बसेर चाहिँ यो माछा पुछ्रे भ्यू पोइन्ट हेर्ने रहेछ। हेरौँ कतिखेर पुग्छ। 2 घन्टाभित्रमा हामी यहाँ आइपुग्यो हाई क्याम्प। यो बादल डाँडा भन्ने ठाउँदेखि जति हिँड्यो नि पुग्दैन है, जति हिँड्यो नि पुग्दैन। अघिदेखि आएको भ्यू पोइन्ट यहाँ छ। सानो भएर यति गाह्रो भएको छ बाफ्रे बा। होइन हामी यहाँ यो ठाउँ देखाएको, यहाँनिर गाउँ छ हाई क्याम्प। हाई क्याम्पदेखि यहाँसम्म हेर्नु यस्तो बाटोबाट आएको। ल मेन भ्यू पोइन्ट आयो। आइपुग्यौँ यहीँ नजिकबाट हेर्न आएको हिमालय यही हो क्या। हामी यही हिमाल हेर्न आएको थियो, यत्रो दुःख गरेर हेऱ्यौँ, नजिकबाट निहाल्यौँ। यही हिमालहरू हो कि, यसैको लागि आएको। अन्त सौरभ बवाल भयो नि, यस्तो दामी हो कि। यो हो कि नेपाल। आम्मामा एडभेन्चर भने एडभेन्चरै हुँदो रहेछ यार। अब त आजकल यता हेऱ्यो यहाँ भिर है, यता हेऱ्यो यता भिर होइन। बाटो यति मात्र हो, यहाँबाट सिधै यति मात्र हो। भिरै भिर डाँडा पा सबै हिमालय हामीलाई घेरेको छ। हाइट बाटो चाहिँ खतरा बाटो, डेन्जर बाटो। ल अब चाहिँ हिँड्नै पर्न थाल्यो। बाटो पनि चिप्लो चिप्लो अब हुन थालिसकेको छ। बेस क्याम्पसम्म पुग्नुपर्ने। मार्दी हिमाल बेस क्याम्पसम्म आइपुग्यो। एकदम कठिन परिस्थितिमा, एकदम सङ्घर्षको साथ आइपुग्यो। यी सन अब सेट हुँदैछ। एकदम माछा पुछ्रेको टाउको मात्रै देख्छ। सकिएन पनि टाउको होइन, पुच्छर मात्रै देख्छ। अब रमाइलो भएको छ है। यस्तो बवाल भयो। मलाई चाहिँ यस्तो थाहै भयो भने त्यहाँ अगाडि नै त्यो बेस क्याम्प यस्तो जाडो चिसो हुन्छ भनेर थाहा हुँदा मैले ब्याग पनि 3 छोडेर आएँ। साथीको ब्याग एउटा लिएर आएछ, यसमा हालेर आउनुपर्ने रहेछ। आफ्नै दिमागले के गरेछ मङ्गलले, आफ्नै नभनियो भने ठिकै छ। चिसो भएर अलिकति छाती दुखिरहेको छ। जस्तो छाती दुख्यो भने यहाँसम्म आउने जमर्को गऱ्यो। आइ एम प्राउड। म आफूले आफूलाई गर्व गर्छु, मेरो साथीहरूलाई सबैलाई एकदम प्राउड गर्छु। यतिसम्मको आउनु भनेको ठुलो कुरा हो। ल यहाँ बसेर चाहिँ मैले मेरो फ्यामिलीहरूलाई एकदम सम्झिन चाहेँ।
मेरो परिवारलाई। र अब चाहिँ हामी फर्केको है, अब एकदम फर्केको, मजाले फर्केको। अब गाडी पाउला कि नपाउला थाहा छैन, केटाहरू जम्मा गरेपछि मात्रै गाडी पाइन्छ भन्छ सिटिङमा, त्यो पनि अब खै थाहा भएन। अनि के भन्छ कसले भिडियो पठाइदिइहाल्यो। मेरो बुढीलाई सेयर गर्छ।